नमस्कार सबैलाई। आज जेरेनियमको सानो भिडियो सेयर गर्दैछु। म त हिजो जताततै लगाइदिन्छु नि त हो, सरिरहेको छ मजाले। सरेपछि त फेरि पटमा लगाउनु पऱ्यो नि त, त्यो भएर चाहिँ यहाँ उखालिदिँदैछु। म कस्तो कस्तो पटमा लगाइरहेको छु हेर्नुहोस् न, यस्तो मजाले सरिरहेको छ फेरि हो, यस्तो प्रकारले जरा आइरहेको छ। जरा आइसकेपछि त अर्को पटमा लगाएपछि ठुलो ठुलो हुन्छ। यहाँ चाहिँ रनिलाले रोप्दै रहेछ हो, यसले चाहिँ ठुलो ठुलो रिपोर्ट गरिदिएको। अनि अब मेरो टर्न, म चाहिँ अब त्यहाँनिर मसिनो मसिनो चाहिँ सबै रोपिदिन्छु। सानसानो पटमा लगाइदिएको, भोलि पर्सि यसलाई चाहिँ ठुलो भएपछि चाहिँ अब हामीले रिपोर्टिङ गर्दा हुन्छ नि त, ठुलो पटमा लगाउँदा भइहाल्छ हो। यतिकोमा लगाएपछि चाहिँ मजाको हुन्छ नि त। फुलै रोपेर जिन्दगी जाने रहेछ भने पनि जाओस् भन्ने चाहिँ सोच्छु नि त, किनभने फुल रोप्नु त यति मजा आउँछ कि एकदमै मजा आउने। त्यो भएर चाहिँ हो, जे आफूलाई मनपर्छ त्यो त काम गर्नै पऱ्यो नि त। अर्काको देखेपछि साह्रै गर्नु भएन होइन। जस्तो जस्तो आफूलाई मनपर्छ त्यस्तो त्यस्तो काम गर्नु पऱ्यो। यस्तो पुरानो बोट त झन् एकदम हेला नगरिकन रोपिराख्नुपर्छ। मजाले आएर चाहिँ भोलिपर्सि फुल्छ राम्रोसँगले। आज चाहिँ यति नै रोपेँ, अलिअलि गर्दै रोप्दै गर्दैछौँ हामी पनि हो। सबै एकैचोटि रोप्नु भ्याउँदैन पनि, फेरि थाक्छ नि त। त्यो भएर चाहिँ अरू पनि कामहरू गर्नुपर्छ। अस्ति लगाएको चाहिँ फुलहरू यस्तो भइसकिसकेको छ, मजाले आउनु थालिसकिसकेको छ, हेल्दी हेल्दी भएर अनि फुल्नु पनि थालिसकिसकेको छ हो। यो कर्नरमा पनि यस्तो प्रकारले फुल्दैछ मजाले। अनि यहाँ त झन् जेरेनियम मसिनो रोपेको मजाले आउँदैछ हो, यस्तो राम्रो हुँदैछ। हेर्नुहोस् न, मजाको फुलिरहेको छ।